एभ्रिवान नमस्ते सबैजनालाई। आई होप तपाईहरु सबैजना सन्चै आरामै हुनुहुन्छ होला। ज्योति अफिसियल च्यानलमा तपाईहरुलाई धेरै धेरै स्वागत छ। म चाहिँ धेरै टाइम पछि लामो लङ भिडियो बनाउँदै गएर ट्राई गर्दैछु। मेरो चाहिँ आज चाहिँ सटरडे छुट्टीको दिन। मैले चाहिँ आज घरमै चिकन मोमो बनाउँदैछु। चिकन मोमोको साथमा होममेड चिकन मोमो, होममेड अचार बनाउँदैछु। थोरै रेसिपी पनि राख्छु अनि थोरै मुकबङ पनि आउँछ होला, हेरेर माया गरिदिनु होला। नमस्ते, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ मैले घरमै मोमो बनाउँदैछु। यो बिचमा मेरो साउन्डै हराएछ कि, त्यही भएर भोइस रेकर्ड गरेको मैले। यो चाहिँ किमा बनाएको चाहिँ मैले देखाइनँ। किमामा चाहिँ छ चिकन, अनि धनिया र प्याजको पत्ता छ, अनि लसुन र अदुवाको पेस्ट, नुन त भइहाल्यो। त्यस पछाडि मैले चाहिँ डिफ्रेन्ट टाइपको मोमो बनाउँदै थिएँ। लाम्चे चाहिँ ठिकै भयो हैन। मैले चाहिँ मोमो आफैले बेल्दै अनि फेरि आफैले र्याप गर्दै गरेको थिएँ। त्यस्तो भएपछि धेरै टाइम लाग्छ नि त। मोमो त जति टाइम लगाएर बनायो उति मिठो हैन। मोमो सबैजनाको फेभरेट। हाम्रो चाहिँ हैन, छुट्टीको दिन, सटरडेको दिन, टाइम पास प्लस खाजा भनेर बनाउँदै गरेको। अब चाहिँ मोमो रेडी हुँदैछ। अब पकाउन रेडी गर्दैछु। सब मोमो रेडी भयो र्याप गरेर चाहिँ। त्यस पछाडि अब अचारको पालो। अचारको लागि चाहिँ मैले तिल भुटेको तिल थोरै राखेर
बनाउनलाई। त्यस पछाडि धनिया पत्ता, खुर्सानी, लसुन, प्याज, टमाटर राखेर चाहिँ पकाएर अनि बल्ल ब्लेन्ड गर्ने हो के। ब्लेन्ड गरेपछि रेडी हुन्छ। यो चाहिँ पाक्दैछ है अहिले चाहिँ अचारको लागि। पकाएर बनायो भने टेस्टी हुन्छ। यो चाहिँ रेडी भयो। मैले ब्लेन्डरमा राखेर नि पिसेँ। मिठो भएको थियो। बदाम थिएन, त्यही भएर मैले के अरे यो तिल राखेर बनाएको। मोमो चाहिँ पाकेर पनि रेडी भयो। यो चाहिँ मैले के अरे मैदा नराखिकन बनाएको आटाको मात्रै हो। आटाको मोमो प्राय मैले मैदा राख्दिनँ, आटाको मात्रै बनाइराखेको हुन्छु। त्यही भएर त्यति सेतो देखेको छैन होला मोमो। एउटा दुईटा त फुट्यो भने ठुलो भयो थियो। मोमो एकदम घरमा बनाएको ठुलो हुन्छ नि त। अनि एउटा दुईटा त फुटेको पनि थियो। यसको चाहिँ फुटेकै एउटा दुईटा फुट्यो। Thank you so much for watching. तपाईले अहिलेसम्म भिडियो हेरेर साथ दिनुभयो त्यसको लागि धेरै धन्यवाद। र मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने प्लिज सब्स्क्राइब गरिदिनु होला। थ्यांक यू।